my first vlog. I'm Mantara from Dharan. अनि मैले भिडियो चाहिँ किन बनाउँदैछु भने मेरो बेबीको बर्थडे छ नि त, अनि उसको बर्थडेको सानो सानो थोरै थोरै क्लिपहरू चाहिँ फिल्म गरेर अब पोस्ट गरिरहेको छु, किनभने पछि अब फोनमा राखिराख्यो भने त होला होला, फोन बिग्रेला या के होला, त्यो क्लिपहरू त्यो मेमोरिजहरू होला नरहला भन्ने तरिकाले सोचेँ। अनि त्यस पछाडि यहाँ राखिराख्यो भने त पछिसम्म रहिराख्छ, मेरो बेबीले पनि ठुलो भएपछि हेरोस् देखोस् भन्ने तरिकाले एउटा मेमोरीको लागि मैले भिडियोहरू फिल्म गर्दैछु। अनि मेरो बेबीको चाहिँ बर्थडे हो। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर युचा, ह्याप्पी बर्थडे टु यु, I love you, God bless you, Mama loves you. Happy birthday to you, happy birthday to you, happy birthday dear Yucha, happy birthday to you. I love you, Chori. Ma. Happy birthday, Chori. Happy birthday, mommy. Thank you, Mama, for भन्नुपर्छ त. Thank you, mommy. Good morning. आज चाहिँ मेरो प्रिन्सेसको बर्थडे हो. ह्याप्पी बर्थडे. Happy birthday. थ्याङ्क यू भन्नुपर्छ छोरी. थ्याङ्क यू. गेट खोल्नु आएको. Oh no, this side. This side. नो, यो खोल्नुपर्छ. Yeah. नो. आज चाहिँ मेरो छोरीको बर्थडे. अनि हामी चाहिँ आज ढिलो उठेको. हिजो लाइन गएको थियो नि त, त्यही भएर बत्ती नि थिएन अनि गाडी लागेन. अनि ढिलो सुतेको थियौँ, त्यही भएर ढिलो उठेको. फेरि अहिले मैले पापाहरू पनि घरमा हुनुहुन्न नि त, हामी आएछौँ, त्यही भएर 7 बजी लागेछ. This is my flowers. Mama, you bought it to finish. चाहिँ आजको लागि तयारी. नानीको पनि एक्जाम हुँदैछ नि त, अनि स्कुलमा पनि बिस्कुट चक्लेट अनि फ्रुटीहरू बाँडिदिउँ भनेर ल्याएको छु. 70 क्रस हुनुहुन्छ अरे स्टुडेन्टहरूमा चाहिँ. जानु पनि छ. जुन चाहिँ यस्तो यस्तो भइरहेछ. हाम्रो आँप नेपाल चाहिँ आँप मजाले फल्छ जस्तो लागिरहेछ. आलु मैले चाहिँ यो ब्लग भिडियो फिल्म गरेर भने अब फोनको एउटा स्पिकर दिनको सबै योहरू चाहिँ भइराख्नुहोस्, गइराख्नुहोस् भन्ने तरिकाले गरेको. यो चाहिँ अघि भनेको थिएँ नि, यो नानीको स्कुलको लागि हो. यो चाहिँ आज नानीको बर्थडे रहेछ. ट्राई गरेको खुसी हुँदैछ. स्कुल जानु ट्राई गराएको नि त, त्यही भएर कपाल चाहिँ ठाडो ठाडो भइरहेछ. नानी चाहिँ स्कुल हिँड्यो अनि उसको एक्जाम नै भइरहेछ नि त स्कुलमा. म चाहिँ नानीलाई स्कुल पुऱ्याएर आएर पनि बहिनीहरूसँग बर्थडेको लागि के खानेकुरा रेडी गर्दै करेन्ट चौचो खाँदै थियौँ. मेरो भाडा गरिदिनु अनि बहिनीहरूसँग गफ गर्दै
अनि फेरि करेन्ट चाउचाउले नपुगेर फेरि चटपटे अर्डर गऱ्यौँ अनि चटपटे लिएर चटपटे खाँदै काम गर्दैछु। ऊ चाहिँ मेरो कान्छी छेमाको छोरी प्रिया बहिनी हो एन्ड सी इज प्रिटी। अनि त्यही तयारी नै हुँदै थियो। आलुदम चाहिँ बनिसक्यो। अब बनाएर लिन जान्छु। यसबाट आइसक्नु भयो। आइसक्रिम खानु हुँदैन। एकछिन भयो खाने हिँड्नु त को छ यो हाउसमा। I love you. म चाहिँ इसाको हाउसमा को हुनुहुन्छ भनेर भनेको थिएँ। अनि चाहिँ भित्र नबसी खोज्दैछ सबैतिर। मासु चाहिँ आगो पकाउँदै गरेको किनभने आगोमा छिटो पनि हुन्छ, ग्यास पनि बच्छ, मिठो पनि हुन्छ। आइएम पुटिङ एट आगो। नानीको स्कुलमा म्यामले बनाइदिनु भएको रहेछ। सो प्रिटी लाइक माई बेबी। अनि खानेकुराहरू पनि खासै केही पनि नबनाएर आलुदम चाहिँ पाकिसकेको अनि अचार बनाउनु दिदी आउनु भएको थियो सघाउनु मलाई खासै मिठो बनाउनु आउँदैन नि त। पठाएको होइन अचार बनाइसकेपछि हामी यतापट्टि आयो। डेकोरेसनको लागि बेलुनहरू फुलाउँदै थियौँ अनि दिदीले चाहिँ फुल यसरी बनाएको डेकोरेसन सक्यो। सिम्पलै गरेको। अनि म चाहिँ बजार जानु आँटेको किनभने बजार जाने काम थियो। अनि खानाहरू पनि बनाइसकेको थियो। त्यही फ्लो बनाउनु चाहिँ बाँकी थियो, अरू सबै नै बनाइसकेको थियो। अनि त्यसो बजारमा काम थियो। अनि मेरो छोरी म पनि जाने भनिरहेको थियो। तर मैले किन रेस्पोन्स नै गर्ने थियो त्यो टाइममा। पानी परिरहेको थियो नि त, नभए त उसलाई लिएर जान्थेँ। पानी परेको लागेन। आजको बर्थडे गर्लको ड्रेस हो यो, जुन चाहिँ हामीले राई ड्रेस बनाइदिउँ न योपालि चाहिँ भनेर सल्लाह गरेर डिजाइनहरू कस्टमाइज गरेर बनाउन लगाएको, जुन चाहिँ तरुणा बुटिकमा बनाएको। राम्रो बनाइदिनु भएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि आजको सबै सेटहरू यो चाहिँ अब चाहिँ नानी लुगा लगाएर हिँड्दैछ तल। जसको बर्थडे खुसी छ कि लजाएर सानो बेबी भएर नक्कल पारेर गरिरहेछ। ह्याप्पी छ। अनि यो टाइममा चाहिँ प्राय भन्दा नि उसको निनीहरू अनि त्यहाँदेखि मेरो साथी आइसकेको थियो। अनि चाहिँ आउनु बाँकी थियो। मेरो मम्मीहरू दिदीहरू चाहिँ सबै आउनु नै बाँकी थियो। अनि चाहिँ ह्याप्पी भइरहेछ। अनि यसरी एउटा आमा भइसके पछाडि आफ्नो बेबी यसरी ह्याप्पी भएको देख्दा, खुसी भएको देख्दा आफू त्योभन्दा बढी खुसी भइँदो रहेछ कि। म आफै मक्ख परिरहेको थिएँ क्या मेरो बेबीलाई खुसी देखेर। अनि चाहिँ ह्याप्पी छ। जन्म लाग्छ भर्खर जन्म जस्तो लाग्छ, तर आजभन्दा पनि 3 वर्ष पुगिसकेछ। अनि अलिअलि फोटोहरू खिच्ने गरौँ भनेको, तर किन फोटोहरू खासै राम्रो नै आएन। ऊ चाहिँ आफै नाचिरहेछ, यो गरिरहेछ, खुसी भइरहेछ। मेरो नानी फर्स्ट टाइम त्यसरी नाचेको देखेर म आफै छक्क परेको क्या। ऊ यस्तो नाच्दो रहेछ, तर मैले अहिलेसम्म यादै गरेको थिइनँ, देखेकै थिइनँ कि नाचिरहेको। डान्स गर। जुन त लाग्यो ताराले, मन त लाग्यो मायाले, यो पहाड त्यो पहाड हेर्दा हेर्दा माइली नि उसको। यो चाहिँ मेरो साथीको छोरा, मेरो नानीभन्दा 5 महिना कान्छो चाहिँ। लाग्यो ताराले, मन त लाग्यो मायाले, यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले, जुन त लाग्यो ताराले ताराले। Clap your hand, clap your hand. To you.
वर्षमा पो हुँदो रहेछ तिमीहरूको त म पनि रेडी भएको नेपाली चाहिँ मैले खासै धेरै मान्छे बोलाइ नसकेको जस्तो आफ्नो घरभित्रको आफन्तहरू अनि सानो ठिकै गर्नु न भन्ने तरिकाले अनि सबैजना आउनुभएको छ अनि उहाँ चाहिँ सफाइवाला बाजे किन बस्नुहोस् न भनेको अनि बिजी छु भन्दै हुनुहुन्थ्यो अनि उता मेरो पिपी चुचु त्यो नोनोहरू सबै आउनुभएको छ उहाँ चाहिँ मेरो जेठी ठुलो बाबा मेरो माउलोको बाजे मेरो चुचु बिचरा बिरामी हुन्छ नसक्दै आउनुभएको छ इभन उठ्नु ठाडो बस्नु सक्नुहुन्न क्या थर काम हुन्छ त्यही पनि आउनुभयो अनि मेरो माउलोको पिपी बोजू उहाँले आउनुभयो अनि उहाँ चाहिँ मेरो जेठी त्यति ठुलो मम्मी अनि मेरो नानी पनि सबै आफूले खुसी हुँदै लाडे हुँदै आउँदै थियो अनि त्यस पछाडि अब त्यही हो अनि यता मेरो कान्छी छेमाको ससुराहरू चुचु उहाँको चाहिँ खुट्टा अब उयो भएको नि त अनि त्यसरी हेर्नुहुन्छ त्यही पनि यसरी आइपुग्नु भयो खुसी लाग्यो अनि यता सबै ढोकभेट गर्दै हुनुहुन्छ अनि उहाँ चाहिँ मेरो कान्छी नोनो कान्छी छेमा अनि यसरी सबैजनालाई खुसी लाग्छ अनि के चाहिँ पर मम्मी अब मेरो मम्मीको मम्मी भन्नाले माइती 10,000 नोटमा को छेउमै अर्डर गरेको थियो सधैँ गर्ने ठाउँमै अनि मम्मीलाई ल्याउनु भएछ अनि राम्रो बनाइदिनु रहेछ केक पनि एमएस बेकरी 2 मा बनाएको त्यहाँको केक चाहिँ एफोर्डेबल पनि अनि एकदम जुसी मिठो बनाउनुहुन्छ कि अनि म त जहिले त्यही बनाउँछु अनि यसरी सबैजना गफ गर्दै बस्नुहुन्छ अनि उहाँ चाहिँ मेरो मम्मी अनि त सबैजना फ्यामिलीहरू हुनुहुन्छ दादा अनि उता मेरो साथीको सबैजना मेरो साथीको छोरी मेरो साथीको छोरा मेरो छोरी अनि सबैजना हुनुहुन्छ अब चाहिँ केक काटौँ भन्ने कुरा हुँदैछ अब सबैजना त आइपुग्नु भएको छैन त्यही पनि अब हाम्रो चुचुलाई गाह्रो भइरहेछ नि त ठाडो बस्नु सक्नुहुन्न साह्रै एकदमै बिरामी हुनुहुन्छ कि त्यही भएर अब अरूलाई चाहिँ अब काट्दै गरौँ भन्ने तरिकाले काटेर सकौँ भन्ने तरिकाले गरेर केक काट्नु लागेको खोइ कहाँ जानु खोल्दै गर न
Happy birthday. Look at Googles. What? Cái cạnh nó mình lắm rồi chị. Lại khá sao lại. हुन्छ हौ Khơi butterfly bên cạnh nó butterfly चाहिए. Happy 3. Ông đi nó vui nè. Đây, TV bật vào rồi. Butterfly. चाहिए butterfly. Kesian tepus dinu ni. धेरै उयो गर्दिनँ अलिकति मात्र खानु ल धेरै खानु राम्रो Jola bon. तिम्रो बिहा खानु पाइँदैन अब हामीले खानु पाउँदैन हामीले त अब चाहिँ यहाँ खाना खाँदै हुनुहुन्थ्यो कतिले खाइसक्नु भएको थियो मैले पहिला चाहिँ अब यताउता गर्नु रेडियो पनि गर्नु बिर्सेछु भने गर्नु पाइनँ अलिअलि गरेँ अनि त्यस पछाडि यतापट्टि उसको निनीहरू दादा नानाहरू पनि हुनुहुन्थ्यो यता डाइनिङ साइडमा चाहिँ तर मैले त्यो यताउता गर्दा अब त्यो त्यही त घरमा फङ्सनहरू चाहिँ सबैले हाल्छ त्यतिखेर मैले रेडियो गर्नु बिर्सेँ मम्मी चाहिँ किन नखान्छ मेरो भात पनि कहाँ खानुहुन्छ ल्याइसक्नु भएको थियो आएको भिडियो चाहिँ मैले देखाइनँ गरिनँ मेरो सकेको थियो
उहाँहरू चाहिँ मेरो प्यारी दुईजना दिदी पल्लो घरको अनि उहाँहरू चाहिँ ढिलो आउनुभयो किन नानीको बर्थडे थियो त्यही भएर नानीलाई पनि ह्याप्पी बर्थडे। अनि यतिखेर चाहिँ सबैजना गइसक्नु भएको थियो मेरो दुईवटा साथी मात्रै बाँकी थियो अनि मेरो बहिनीहरू बाँकी थियो अनि साथीले चाहिँ रमाइलो गरौँ न त्यहाँ भन्दै थियो अनि चाहिँ अगाडि नाचेको बेला गर्दै नाचेको मलाई चाहिँ नाच्नु आउँदैन त्यही पनि हल्लिदिएको नि त हौ। अनि हामीले चाहिँ यतिकै टिकटक बनाएको थियौँ टिकटकहरू थुप्रो बनायो अनि अफ क्यामेरा पनि धेरै रमाइलो गऱ्यौँ। अनि यो चाहिँ उसको गिफ्टहरू हो अनि यसरी सबैजना आइदिनु भयो मेरो छोरीको स्पेसल डेलाई अझै स्पेसल बनाइदिनु भयो। टाढो टाढोदेखि भए पनि आउनुभयो सकि नसके पनि आउनुभयो सबैलाई धेरै धेरै धन्यवाद। तपाईँहरूले दिनुभएको ब्लेसिङ्स माया सधैँभरि मेरो छोरीलाई लागिरहोस् भइराखोस् त्यही हो। सबैजना आउनुभयो खुसी छु धन्यवाद सबैजनालाई। अनि यो पछाडिको क्लिप्सहरू चाहिँ उसको फिल्म गरेको क्लिप्सहरू जोडिदिएको किनभने अब पछिसम्म भइराखोस् न भन्ने तरिकाले नै जोडेको यो क्लिप्सहरू पनि केही क्लिप्सहरू जोडेको छु। उसको भिडियोहरू खिचेको फोटोहरू खिचेको क्लिप्सहरू पनि छ त्यही हो। पुरै संसारै चेन्ज हुँदो रहेछ अरे म पहिला कस्तो थिएँ अनि आजभोलि कस्तो भएको छु हरेक कुरा आफूभन्दा अगाडि आफ्नो बच्चाको लागि आफ्नो नानीको लागि सोचिँदो रहेछ अनि कस्तो हुँदो रहेछ यो आफ्नो बच्चा हुन्छ नि तब त्यो आफूभित्रको माया ममताहरू त्यतिकै बाहिर आउँदो रहेछ कि कसरी आउँछ त्यो आफै पलाएर आउँदो रहेछ अनि आफ्नो नानीलाई हरेक कुरा बेस्ट दिनु खोजिँदो रहेछ हरेक कुरा बेस्ट चाहिँदो रहेछ। उसको खुसी उसलाई बेस्ट लाइफ दिनुको लागि हरेक कुरा त्याग्नु हरेक कुरो गर्नु पनि आफू त्यो रेडी भइँदो रहेछ क्या त्यो चाहिँ मैले फिल गरेको कुरा हो होइन। अनि उसको सानो सानो खुसीलाई पनि आफूलाई कति धेरै खुसी बनाउने अनि उसको सानो सानो पीडा उसको सानो सानो दुःखले पनि कति धेरै आफूलाई गाह्रो हुँदो रहेछ। अनि अब नानी मेरो नानी भर्खर जन्मेको जस्तो लाग्छ आज भन्दै भोलि भन्दै ऊ 3 वर्ष पुगिसक्यो अनि लाग्छ कहिलेकाहीँ कुनै कुनै कुराहरूमा मेरो नानी कहिले यस्तो हुन्छ होला मेरो नानी कहिले त्यस्तो हुन्छ होला कहिले यत्रो हुन्छ होला भन्ने फिल हुन्छ। फेरि यसरी बढेको देख्दा उसको बालापन त सकिँदै गयो कति छिटो बढेको होला मैले उसँग जति टाइम एक्सपेन्ड गर्नुपर्ने जति मेमोरी क्रिएट गर्नुपर्ने गरेर टाइपको पनि फिल हुँदै रहेछ। त्यही हो सबैजना आइदिनु भयो मेरो नानीको स्पेसल डेलाई स्पेसल बनाइदिनु भयो सबैलाई फेरि पनि धेरै धेरै धन्यवाद। अनि जसले डाइरेक्टली इनडाइरेक्टली सोसल मिडिया हरेक थ्रुबाट मेरो नानीलाई विस गर्नुभयो ब्लेसिङ्स दिनुभयो उहाँहरू पनि सबैलाई धेरै धेरै धन्यवाद। अनि अझै पनि आउने दिनहरूमा यसरी मेरो नानीको बर्थडे मनाउनु पाऊँ यसरी नै उसलाई बढेको देख्नु पाऊँ यसरी नै सबैसँग हेर्नु पाऊँ। Once again, happy birthday to my children. You are my everything. You are my whole world. I cannot imagine my life without you. You are my heart. You are my heartbeat. You are my lifeline. You are my everything. I love you so much. God bless you.